हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म अनि मेरो साथीहरू चाहिँ स्कुलबाट टुर जान लागिरहेका छौँ। यहाँ स्कुलबाट चाहिँ बसमा जाने। हामी कहाँ जान्छौँ चाहिँ हेर्दै गर्नु होला। हामी चाहिँ यता आइसक्यौँ, बस भाडामा आइपुग्नु लागिसक्यौँ। यतातिरको भ्यू चाहिँ बबाल छ। यता चाहिँ माथि वन छ, यता चाहिँ यहाँ भ्यू बबाल छ। हामी चाहिँ बसमा आइसकेको छौँ गाइज। बसको भ्यू चाहिँ लाइन बसिरहेका छौँ हामी चार पाँच छ सात आठ नौ 10 11 12 यहाँ लाइन बसिरहेका छौँ। चेकिङ भयो यहाँ चाहिँ। जूभित्र एन्ट्री भयो गाइज। ल हाम्रो मिस हामी जुन आइपुगेका छौँ चिडियाखाना सेन्ट्रल जू। यहाँ चाहिँ हाम्रो कोही छ। उता बाहिर छ कोही हो त्यो चाहिँ होइन गाइज। अब हामी चाहिँ यहाँ के छ भित्र जाँदैछौँ। यहाँ चाहिँ यस्तो छ सिसिटिभी रुम। यहाँ हाम्रो फोटो देखिरहेको त यहाँ अर्थकै हेर्छौँ के छ होइन। यहाँ चाहिँ खेल्ने पार्क छ। यहाँ चाहिँ मृग रहेको छ। मृग छ उता भित्र चाहिँ। हामी चाहिँ यहाँको म्युजियममा आइसकेका छौँ। यहाँ चाहिँ अहिले सजिलै नपाइने चरा जनावर र अन्डाहरू राखिएको छ। यो चाहिँ म्युजियम रहेछ। यहाँ चाहिँ कुन देशबाट ल्याएको र कहिले मृत्यु भएको यो जनावर अथवा चराको भनेर यहाँ लेखिएको छ बोर्डमा, र यिनीहरूको नाम पनि लेखिएको छ। यता चाहिँ के को अन्डा रहेछ। यो चाहिँ ब्ल्याक प्यान्थर भयो।
मिल गाई गाई रहेछ खोइ होला सायद बँदेल होइन यो? हाम्रो यहाँ ठुलो बँदेल छ सानो बँदेल होला न सानो बँदेल बँदेल हामी यता छौँ केटाहरू चाहिँ यहाँ बाँदर यहाँ चाहिँ बाँदर भाइ छ बाँदर के छ भाइहरू ठिक छ नि है फोटो खिच्नु यो चाहिँ लङ्गुर फोटो खिचाएन लङ्गुर हेलो लङ्गुर भाइ के छ सान भाइ कान्छो यता हेर न बाबु अब यहाँ चाहिँ बाघहरू छन् ऊ यहाँ सुतेर गएको छ बाघ चाहिँ फेरि बाहिर निस्केकै रहन्छ मिल्छ रहन्छ क्या बाघले चाहिँ उहाँ हेरिरहेको रहेछ अलि माथि आइनी हुने नि यार यसलाई त एउटा मजाले सुतिरहेको बाघ आयो लास्ट यो एकछिन गएर ए एकछिन उता
पानी है पानी हेलो के हो यो ऑस्ट्रिच गाइस खाइहालेर अनि त्यहाँबाट 4 बजेतिर हानि अहिले केही इमु अस्ट्रेलियामा पाइन्छ उल्लु होइन ए मैले त उल्लु भनेको सारस यो पनि आइसक्यो सानो बिरालो यो चाहिँ के हो यो सेतो कालिज त्यसै छोडेर जस्तो ओ यो त कालिज कालिज हो यसलाई त छोडिया जस्तो छ त्यही भने मैले ए टर्की टर्की भन्छ टर्की ओइ म फुलाएन कि फुलाएन फुलानी मेरो बाबु राजा यो डाँफे ए बोल्छ ए यसलाई त मैले देखेँ अनुश्री भाइ सेतो कालिज मकाउ कस्तो झुल्ले आयो किराल सुगा काकातुवा विभिन्न स्कुलबाट शैक्षिक भ्रमण ल्याइरहेको धेरै स्कुल बस देखियो सङ्गीत ब्रो के चाहिँ फलो के भर चाहिँ हामी जाल हिल्स सेन्ट्रल जूमा गएर आएको रमाइलो ठाउँ त राम्रो राम्रो छ अनि यहाँ चाहिँ कोही मान्छे आउन खोज्यो भने आउँदा ठिक नआउँदा ठिक यहाँ चाहिँ आएर यसो भ्रमण गरेर केही कुरो केही सिक्दा ठिक होइन त ए हामी चाहिँ बसमा आइसकेका छौँ हामी चाहिँ सेन्ट्रल जूबाट निस्किएर चितलाङ जाने क्रममा छौँ यहाँबाट चाहिँ काठमाडौँ भ्याली एकदमै राम्रो देखिने रहेछ पुरै क्लियर फाइनली चितलाङ आइपुग्यो होमस्टे हेलो सर के छ सर ठिक छ नि कति किलोमिटर सर कति घन्टा लाग्ने रहेछ सर लागेको होला 4 किलोमिटर आज हामी राति आगो बालेर क्याम्प फायर गरेर रमाइलो गर्दैछौँ नाच्ने पनि नाच्ने हो गाउने हो नाच्ने हो
अब चाहिँ खाना खाने ठाउँमा जाँदै हामी चाहिँ अब हामी चाहिँ खाना खाएर वरिपरिको ठाउँ अवलोकन गऱ्यौँ। नेपालमा 2वटा मन्दिर छ यस्तो शक्तिवाले मन्दिर एउटा गजुर तिनटा तिर्खेतमा छ एउटा नेपालमा निकमा चाहिँ एउटा मन्दिर एउटा गजुर तिनटा हैन यो तल मन्दिर हो सर। मेरो म हो यहाँको ग्रुप लिडर, मेरो पछाडि छन् सबजना। हेलो गाइस, सुलुलुल के छ हजुरको हालखबर होइन? आज हामी चितलाङको यो सातधारे होइन तपाईँहरू पनि आउनु होला, एकदम रमणीय ठाउँ छ, रमाइलो छ। यस्तो ठाउँमा आइरहनुपर्छ, बेला बेलामा भाइब दिइरहनुपर्छ होइन। ल यस्तै छ केटाहरू। चन्द्रगिरी जाँदै 1 घन्टा पैदल यात्रा। Hello guys, we are going to Chandagiri Hills. Please follow me. बिहान चन्द्रगिरीको उकालो मर्निङ वाक हुन्छ भन्दै भालेश्वर मन्दिरको दर्शन गर्न जाँदैछौँ। उकालोले सुरुवात नै स्याङ बनाइसक्यो। 1 घन्टा 1 घन्टा पुरा हिँड्दाखेरि त्यही थला परिएला जस्तो छ। त्यस्तै छ। अवस्था नाजुक छ। परिगयो नि। बाटोमा चाहिँ घोडा रहेछ गाइजहरू। हामी चाहिँ पुरै सिडी चढिरहेका छौँ। पुरै जङ्गल छ। के रे यो कुले खाने? हेलो हेलो, चिनिन्छ नि? चिनिँदैन म को ल भनेर खोइ कहाँ देखाइदिए कहाँ देखाएको जस्तो लाग्यो भनेर खोइ मलाई नचिन्नु हामीले नचिन्नु, मलाई नचिन्नु हामीले नचिन्नु। फाइनली गाइज आइयो। यहाँ तल चाहिँ बोट छ। पानी चलाउनु मिल्छ कि चलाएर मिस्ने भन्नु होइन? पानी चलाउनु पानी चाहिँ कसरी पस्यो जुत्ताबाट हेर सबै भरिआएको। माछा हुँदो रहेछ पानीमा।
हेलो मैले यस्तो कहाँ रे सर यो यो कुले खानी गयो आइडी पार भन्दा नि इन्द्र सरोवर नेपालको सबभन्दा ठुलो मानव निर्मित जलाशय यही हो यही त हो नि ऊ त्यहाँ रहेछ ऊ ड्याम मैले हाट्दै हो यो इन्द्र सरोवर कुलेहानी ड्याम भन्छ कि ठुलो मानव निर्मित ताल इन्द्र सरोवरमा बोटिङमा यात्रा गर्दैछौँ र बोटिङमा हामी विशेष गरी कक्षा 10, 9, 11 का भाइ बहिनीहरू छौँ र हाम्रो यो टुर अन्तर्गत रमणीय र स्मरणीय क्षणको टुर भइरहेको छ रमाइलो भइरहेको छ धेरै रमाइलो छ यस्तो ठाउँमा घुम्न पाउँदा के चाहियो अरू बहुत अच्छा हामी विशेष गरी शैक्षिक अवलोकन तथा भ्रमण अन्तर्गत वीरेन्द्र मावि बेलकोटगढी 2 का विद्यार्थी भाइ बहिनीहरू र शिक्षक कर्मचारी सहित टुर कार्यक्रममा छौँ र यो टुर कार्यक्रममा विशेष गरी हामी आजको हाम्रो गन्तव्य भनेको इन्द्र सरोवरमा भर्खरै बोटिङ गर्दैछौँ नेपालकै एक सबभन्दा ठुलो मानव निर्मित ताल हो र यो पहिलो मानव निर्मित सबभन्दा ठुलो तालको रूपमा लिइन्छ र यो इन्द्र सरोवर लेकमा हामी बोटिङ गर्दैछौँ र यो क्षण रमणीय स्मरणीय क्षण रहेको छ बाले यतिबाट मर्नु हो क्या हो त्यो टोली कति बिस्तारी हामी नजिक भएर हुँदैन ल नो फ्रेन्ड